हेलो साथीहरु, स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी हिँड्यौं जहाँ छु हाइकिङमा अनि आज चाहिँ मालातिर म छम जहाँ छु जानका लागि सबै त हजुरहरुलाई देखाउने छु। अनि हामी टेम्पो चढ्यौं अनि हामी पुग्यौं सुन्दरा अनि सुन्दराबाट माछापोखरीको बस चढ्छौं अब। अनि त्यसपछि हाम्रो सुरु हुन्छ माछापोखरीबाट यात्रा सुरु। थोरै हिँड्नु पर्छ। हिँड्दै छम गाइस। गर्मी भएको छ तर हावा चिसाउने मजा आइरहेछ। अललाई भन्दा यता हिँड्नु पर्छ नभए बाइकले उडाएर लान्छ। त्यही हो। टिकट काट्यौं। टिकटको चाहिँ 100 रुपैयाँ हो। टिकट काट्दाखेरि आइडेन्टिटी देखाउनु पर्ने हुन्छ। अनि सुरु हुन्छ हाम्रो यात्रा 5 किलोमिटरको आजको जम्मा छ गुम्बासम्मको। अनि हामी हिँड्न थाल्यौं। हे साथीहरु, अब हामी चाहिँ यहाँ पैदल यात्रा हिँड्दै छौं। सो मेरो चाहिँ फर्स्ट टाइम एक्सपिरियन्स हो यो हाइकिङको चाहिँ। त्यही हो। अनि तपाईहरुलाई सिन देखाउने छु यहाँको फ्रेश नेचुरल इन्भाइरोमेन्ट। सो इन्जोय लिने होला। अनि टिकटको चाहिँ पर पर्सन 100 रुपैयाँ हो। टिकट काट्दा चाहिँ एकजनाको आइडेन्टिटी देखाउँदा हुन्छ। अनि हाइकिङ आउँदा चाहिँ पानी प्लस आफूलाई चाहिने खानेकुराहरू सँगै बोकेर आउनु होला। यस्तो शीतल छ गाइस। यस्तो मजा लागिरहेको छ हिँड्दाखेरि। किराहरूको आवाज प्लस यो वन जङ्गल यस्तो हरियाली यस्तो रिफ्रेसिङ। ओ माई गॉड, द्याट एक्सपिरियन्स अमेजिङ। एकदमै हाइकिङ रमाइलो। त्यो साथीहरु, अहिले चाहिँ म यता आइपुगेँ अनि यो बाटो चाहिँ हिँड्न मजा लाग्दो रहेछ। खुर्किला हिँडेर यो तेर्सो बाटो हिँड्न चाहिँ एकदमै मजा आउँछ रहेछ मेरो एक्सपिरियन्समा। सो हिँड्दैछु अनि कस्तो आनन्द फिल भइरहेछ यो आवाज, किराहरूको आवाजले। मालती चाहिँ त्यहाँ पुग्यो। त्यसलाई चाहिँ मभन्दा बढी हिँड्न आउँछ। त्यही भएर म चाहिँ कस्तो हिँड्नै सकिरहेको छैन तर मजा लागिरहेछ। हिँड्न चाहिँ मजा लागिरहेछ। ल है साथीहरु, हामी चाहिँ यहाँसम्म आइपुग्दा 2 किलोमिटर हिँडिसक्यौं। सो अब 3 किलोमिटर बाँकी। हैन, ठिक छ, त्यो आउनुपर्छ। यस्तो राम्रो छ हिँड्ने बाटो। यो सल्बिरले टक्क है पुरा डिजाइनिङ गरे जस्तो। प्लस चराचुरुङ्गीको आवाज प्लस यो हरियो वातावरण, नेचुरल इन्भाइरोमेन्ट वाज सो अमेजिङ, सो रिफ्रेसिङ। किराहरूको आवाज सुन्नु है गाइस, यस्तो दामी कानै गुनगुन जाउने आवाज। तल चाहिँ मालती चाहिँ मजाले माथि आइपुग्यो। हेलो साथीहरु, जामा छु। अब हामी 2 किलोमिटर बाँकी छ माथि पुग्नलाई। यस्तो मजा आइरहेछ भनेको मलाई लाग्थ्यो। मतलब मान्छेहरू ध्यान गर्ने हुन्छ नि, ध्यान गर्ने मान्छेहरू चाहिँ किन जङ्गलतिर धाउँछन् जस्तो लाग्थ्यो। तर मलाई बल्ल फिल भइरहेछ जङ्गल हिँड्दाखेरि छुट्टै मजा आउँछ के, छुट्टै मजा आउँछ। त्यही भएर पनि होला। प्लस यहाँ डिफ्रेन्ट टाइपको
किराहरू चराचुरुङ्गीहरूको आवाज प्लस शान्त इन्भाइरोमेन्ट प्लस हरियालीले गर्दा नि होला भन्ने मलाई लागिरहेछ। आई फिल मलाई जङ्गलमा बसेर ध्यान गर्न मन लाग्यो। यहाँ हेर्नुहोस् गाइस, हाँडेका फल। वाउ, नाम फर्स्ट रुखमा नामहरू पनि लेखिरहेको छ। हेर्दै जान सक्छौँ, मजा आइरहेछ। आवाज, किराहरूको आवाज, ओ माई गड, अमेजिङ। अनि हाइकिङमा हिँड्दा बिचमा आर्मीहरू मिलेर छ, बिचमा चेकिङ पनि हुन्छ। एक ठाउँमा चेकिङ थियो अनि त्यसपछि आर्मीहरू उहाँहरू चाहिँ हिँडिरहनु भएको हुँदो रहेछ। जग्गा के हुन्छ कि भनेर बिचमा हिँड्दा एउटा चौर जस्तो पनि भेटिन्छ, प्लस त्यहाँ इमर्जेन्सी नम्बर पनि लेखिरहेको हुन्छ इनकेस केही भइहाल्यो भने नम्बरमा कल गर्नको लागि। अनि इट्स अ भेरी मतलब एकदमै यहाँ चाहिँ यस्तो सिडी धेरै छ। त्यही हो, रमाइलो भइरहेछ। म्याडम चाहिँ हिँड्नै सक्नु भएको छैन भनेर म भन्दिनँ, हिँडिरहनु भएको छ तर थाकिरहेछ अलिकति। त्यही हो गाइस। अनि मजा आइरहेछ जे होस्, थाके पनि यस्तो भर्याङ हिँड्नलाई। फोटो खिच्ने यहाँको कुहिरो लाग्ने भ्यू चाहिँ यस्तो दामी देखिन्छ वनमा, मजाको। खत्रै हो नि साथीहरू, यस्तो मजा लागिरहेछ। कुहिरो लागिरहेछ यहाँ। जामाचो माथि आएपछि चाहिँ साथीहरू यस्तो राम्रो कुहिरोले प्लस यो रुखहरूको यो यस्तो राम्रो देखिन्छ नि। ओ यामजी, म त एकदमै प्राकृतिक लभर हो, त्यही भएर पनि आई मिन नेचर लभर, प्राकृतिकलाई माया गर्ने, रमाउने। सो यति राम्रो देख्यो नि, अमेजिङ। Yes guys, this is a Jamacho hiking amazing experience. एकदमै रमाइलो। वाह, म चाहिँ ठ्याक्कै आइपुगेँ। यति खुसी लाग्छ नि यो डाँडामा आइपुगेपछि, खतरा। यो चाहिँ माथि भर्याङ चढेको अनि यस्तो राम्रो भ्यू देखाएको छैन नि, यस्तो राम्रो भ्यू देखाएको छैन। वाह, आइपुग्यौँ। ओ माई गॉड, हेर्नु गाइस, तल वन। यो चाहिँ जामाचोको टपमा भर्याङ चढिसकेपछिको भ्यू हो। यहाँबाट हामी भर्याङ चढ्दै यसरी आयौँ। यहाँ चाहिँ टपमा यस्तो रहेछ गुम्बा जस्तै, त्यही हो। वाह, ये हुई ना बात। जामाचो गुम्बाबाट देखिने भ्यू चाहिँ यही हो, मजाको दामी देखिन्छ सहरहरू सबै। हेलो साथीहरू, जामाचोक माथि टपमा आइसकेपछि चाहिँ यहाँबाट यस्तो दामी भ्यू देखिरहेछ, पुरा सहर देखिरहेछ। मेरो पछाडि देख्न सक्नुहुन्छ, अमेजिङ।
वाउ अनि हामी काँक्रा किनेर खायौं म चाहिँ अब फर्केको साथीहरु तलतिर तल हामी बेसबाट जहाँबाट आएको थियौं त्यहाँबाट सो फर्किदा चाहिँ त्यो खुट्टाको नङ दुखेर लास्टै लकी टेक्दै फर्केको काठमाडौँबाट नजिकै जहाँ चाहिँ गुम्बासम्मको हाइकिङ एकदमै रमाइलो हुन्छ हिँड्न पर्छ प्रकृतिसँग रमाउनु पर्छ अनि यो 5 किलोमिटरको सर्ट डिस्टेन्स सबजनाले गर्न सकिन्छ सो आई एक्सट्रिमली रिकमेन्डेड all that once again do and next video भेटौँला